हेलो हेलो नमस्ते जोजोलप्पा। यो चाहिँ हो घरको चोकबाट मात्र 13-14 किलोमिटरको दूरीमा रहेको लाखुरी भन्ज्याङ स्थित मनमोहन मेमोरियल पार्क। यस स्थानमा जानको लागि घरको चोकबाट इमाडोल साना गाउँ हुँदै लुबु अनि लामाटार पुग्नुहोस्। अब हामी यस लामाटार ढुङ्गेनी बाटो चाहिँ माथि लाग्छौँ। यो बाटो चाहिँ अब लाखुरी भन्ज्याङ नपुगेसम्म नै उकालो अनि जङ्गलको बाटो रहेको छ। र अर्को कुरा, यस लाखुरी भन्ज्याङ पुग्नुभन्दा अगाडि चाहिँ झन्डै 2-3 किलोमिटर चाहिँ अफरोडको बाटो गर्नुपर्ने हुनेछ। यो चाहिँ 2-3 वर्ष अगाडि जाँदा पनि यस्तै अफरोड थियो। अहिले त झन् 1.5-2 इन्च जति बाक्लो धुलो एउटा गाडी आयो भने बाटो नै नदेख्ने जस्तो भइसकेको रहेछ। उकालोमा झन् यस्तो बाक्लो धुलो भएपछि बाइकलाई नै गाह्रो जस्तो हुँदो रहेछ। अब चाहिँ आइपुग्यो हामी लाखुरी भन्ज्याङ। यहाँबाट सिधा गयो भने चाहिँ माने दोकान कुसादेवी हुँदै पनौती पुगिन्छ। अब हामी हाम्रो राइट साइडतिर लाग्छौँ। यहाँबाट झन्डै 1 किलोमिटर जति माथि जानुपर्ने हुन्छ हामी। यहाँबाट माथि पनि कुनै ठाउँमा ढलान गरिएको छ र कुनै ठाउँमा भने अफरोडै रहेको छ र कुनै ठाउँमा उकालो पनि रहेको छ। हामीले चाहिँ तल एकजना दिदीलाई यहाँ माथि जान कति टाइम लाग्छ भनेर सोधेको थियौँ। उहाँले चाहिँ 300 मिटर जति छ भनेर भन्नुभएको थियो। तर त झन्डै 1 किलोमिटर जति नै माथि आउनुपर्ने रहेछ यहाँबाट। अब बल्ल आइपुग्यो यस पार्कको गेटमा। यहाँबाट सिधा गयो भने चाहिँ उता गोदावरी अनि शङ्खदेवी उता पनि पुग्न सकिन्छ अरे। अब चाहिँ हामी लाग्छौँ यहाँबाट पार्कभित्र। बाटो चाहिँ अलि अप्ठ्यारो भए पनि यहाँ माथि आएपछि चाहिँ ठाउँ चाहिँ एकदम रमाइलो रहेछ। पुरा हाइटमा भएको भएर ठाउँ चाहिँ एकदम रमाइलो लाग्यो। अर्को कुरा, यस पार्कको चाहिँ ओपनिङ चाहिँ गरेको छैन जस्तो छ। यसको माथि काम चाहिँ हल्का फुल्का अलि बाँकी नै छ जस्तो छ। माथि चाहिँ अलिअलि काम गरिरहेको पनि देख्यौँ हामीले। लाखुरी भन्ज्याङको पिकनिक स्पोट चाहिँ पारी रहेको छ। यो चाहिँ वाडी डाँडामा रहेको रहेछ। आज शनिबार भएको भएर पारी पिकनिक आउनेहरूको जमात पनि एकदम धेरै नै रहेको छ। र यस पार्क चाहिँ यो लाखुरी भन्ज्याङको पिकनिक स्पोट भन्दा पनि अझ माथि हाइटमा भएको भएर चाहिँ यस ठाउँ चाहिँ एकदम दामी रहेको रहेछ। यस ठाउँबाट वरपरको भ्यूहरू पनि एकदम राम्रोसित हेर्न सकिँदो रहेछ। ठाउँ पनि ठुलो मात्रामा रहेको छ। गएको वर्ष पनि हामी उता सूर्य विनायकबाट क्याम्पेन डाँडा अनि रानीकोट हुँदै यता लाखुरी भन्ज्याङ पिकनिक स्पोटमा आएका थियौँ। त्यो बेलामा चाहिँ हामी उता पिकनिक स्पोटमाहरूमा मात्रै यताउता घुम्दै थियौँ। यता चाहिँ आएको थिएनौँ। तर यता चाहिँ एकदम दामी सिन रहेको रहेछ। र उता रानीकोटबाट यता लाखुरी भन्ज्याङ पिकनिक स्पोट आउँदाखेरि पनि बाटो त सबै अफरोडै थियो। यो बर्सातको सिजनमा भए त त्यहाँबाट आउनलाई एकदम गाह्रै हुन्थ्यो। अघि पछि भए चाहिँ बाटो ठिकै थियो। बर्सातमा चाहिँ रातो माटोहरू एकदम चिप्लिने सम्भावना चाहिँ धेरै हुन्छ उता पनि। हजुर, हामीलाई त यस ठाउँ सुन्दर अनि शान्त एकदम दामी लाग्यो। यदि तपाईँहरू पनि फुर्सदको टाइममा कहाँ जाने भनेर सोध्दै हुनुहुन्छ भने तपाईँहरूको लागि पनि यस ठाउँ चाहिँ एकदम राम्रो गन्तव्य हुनसक्छ। हजुर, यस्तै भिडियो हेर्नको लागि हाम्रो यस च्यानललाई चाहिँ लाइक अनि सब्सक्राइब पनि गरिदिनु होला है। भिडियो पुरा हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। ओके, बाइ बाइ।